गाइज हामी लेट्स स्क्वायर म्याट्रिक्स पढ्दैछौँ। यसको लागि हामीलाई लाइन फाइन्ड गर भन्छ है। त्यसको लागि हाम्रो मेन फर्मुला भनेको यो y = mx + c हो। अब हामीलाई m र c भन्ने थाहा हुँदैन, त्यसले m को फर्मुला हाम्रो यो भयो है। यो चाहिँ थाहा हुनु पऱ्यो एक्जामको लागि, अनि c को फर्मुला पनि थाहा हुनु पऱ्यो है। अब हामी सोल्युसन गरेर बुझ्छौँ। अब हामीसँग एउटा इम्पोर्टेन्ट क्वेसन छ, त्यो गऱ्यौँ भने चाहिँ यो लेक्सन बुझ्यो है। यहाँ एउटा क्वेसन छ, द फलोइङ टेबल सो द एनुअल सेल्स अफ द सर्टेन गुड्स भनेर हामीलाई दिएको छ, अनि इयर भनेर हामीलाई दिएको छ, नम्बर अफ गुड्स इन 1000 युनिटमा हाम्रो यति दिएको छ, अनि फाइन्ड द इक्वेसन अफ ट्रेन लाइन बाई द लेट्स स्क्वायर भनेको हामीलाई यो फाइन्ड गर भनेको छ। यो फाइन्ड गर्नको लागि अब हामी यो फाइन्ड गरौँ ए नम्बरको है। ए नम्बरको फाइन्ड गरौँ। अब सुरुमा हामीलाई के थाहा हुनु पऱ्यो, सोल्युसन त लेखिहाल्छौँ हामी है। सोल्युसन लेखिहाल्छौँ। सोल्युसन लेखेपछि हामीलाई के थाहा हुनु पऱ्यो, सुरुमा हाम्रो इयर कति दिएको छ, सुरुमा अब टेबलमा बनाऊँ। इयर हाम्रो एक्स मानौँ इयरलाई। इयर हाम्रो कति छ, 2013 दिएको रहेछ, 2014 दिएको रहेछ, 2015 दिएको रहेछ है। अनि हाम्रो 2000 हाम्रो 16 दिएको रहेछ, 2000 हाम्रो 17 दिएको रहेछ, 2018 र 2019 दिएको रहेछ। अब यो भएपछि हाम्रो नम्बर अफ गुड्स चाहिँ हामीलाई कति दिएको छ, नम्बर अफ गुड्सलाई चाहिँ हामी वाइ मानौँ है, स्मल वाइ भनेको 35, 47, 54, 62, 71 अनि 88 र 96 दिएको रहेछ। हामीलाई एक्स भनेको थाहा हुनु पर्यो। एक्स भनेको चाहिँ के हो भने, एक्स कसरी निकालिन्छ भने यो मिडल यो एक्स माइनस यसको मिडल कति छ, अब जस्तो यहाँ हेरौँ 1 2 3 4 5 6 7, 7 को मिडल कति हुन्छ हाम्रो, यो हुन्छ 4, यता पनि तिनवटा यता पनि तिनवटा। अब यो भनेपछि एक्स माइनस 2060 भनेको चाहिँ हाम्रो एक्स हो है। अब अर्को हामीले के निकाल्नुपर्छ, फर्मुला अनुसार हामीलाई एक्स वाइ निकाल्नु पऱ्यो एउटा, अनि अर्को हाम्रो एक्स स्क्वायर निकाल्नु पऱ्यो है। अब यो एउटा भयो हाम्रो, यो भनेको हाम्रो एक्स वाइ त निस्किहाल्यो। यहाँ हाम्रो समेसन एक्स आउँछ, अर्को भनेको हाम्रो एक्स वाइ, अनि अर्को भनेको हाम्रो एक्स स्क्वायर हो है, एक्स स्क्वायर हो। अब यति भएपछि हाम्रो यो सुरुमा एक्स निकालौँ। 2013 माइनस 16 भनेको हाम्रो कति भयो, -3 भयो है। यो भनेको हाम्रो -2 भयो, -1 भयो, 0 भयो, अनि यो भनेको 1 2 3। यो चाहिँ हामीले योमा यो र यो माइनस गऱ्यौँ, यो आयो, यो र यो गऱ्यौँ, यहाँ आयो, यो र यो त्यसरी गऱ्यौँ है, यो पनि बुझ्यो। अब एक्स वाइ मल्टिप्लाई गर्ने, अब यो र यो मल्टिप्लाई गर्ने, 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 यो र यो मल्टिप्लाई गर्दै यहाँ लेख्ने, अनि एक्स स्क्वायर भनेको यसको स्क्वायर गर्ने, जस्तो यसको स्क्वायर कति हो, -3 भनेपछि हाम्रो 9 भइहाल्यो, माइनस प्लस हुन्छ, 2 को हाम्रो 4 भयो, यो भनेको हाम्रो 1 भयो, 0 भयो, 1 2 3 है। अब यो एक्स वाइ भनेको चाहिँ हाम्रो -105 हुन्छ, यो र यो इन्टु गर्दा, अनि -94 हुन्छ हाम्रो यहाँ है, माइनस हाम्रो 54 हुन्छ, अनि 0 71 176 हुन्छ, यो र यो, अनि हाम्रो 228 हुन्छ है। अब यति भएपछि अब हाम्रो यतिलाई जोड्ने, यो जोड्यो भने हाम्रो क्यालकुलेटरमा कति आउँछ, 453 आउँछ। यो एकदम ख्याल गर्ने, मिस्टेक हुने चान्स धेरै हुन्छ, यो मिस्टेक भयो भने तर पनि मार्क्स त पाइन्छ 3 सम्म, तर यो 5 मार्क्सको लागि एकदम इम्पोर्टेन्ट क्वेसन हो है। अनि यो गर्ने, यो भनेको चाहिँ हाम्रो जहिले पनि कस्तो हुन्छ भने धेरै जस्तो हाम्रो 0 नै हुन्छ, किनभने यहाँ माइनस या प्लस माइनस गरेर 0 भइहाल्यो। अनि समेसन एक्स वाइ भनेको चाहिँ 282 भयो, यो सबै जोडेर, अनि समेसन एक्सको स्क्वायर भनेको चाहिँ हाम्रो 28 हुन्छ है। अब यति भएपछि हामीलाई देन अब हामीलाई के निकाल्नु पऱ्यो, हामीलाई थाहा छ कि लाइन भनेको y = mx + c भन्ने चाहिँ हामीलाई थाहा छ। त्यसको लागि हामीलाई सुरुमा m निकाल्नु पऱ्यो। अब m को फर्मुला हामीलाई के थाहा छ, m को फर्मुला यहाँ छ हाम्रो, m को फर्मुला के छ भने n समेसन एक्स वाइ माइनस समेसन एक्स समेसन वाइ बाई
तल अब हाम्रो एन समेसन एक्सको स्क्वायर माइनस समेसन एक्सको होल स्क्वायर है। अब यो भएपछि हाम्रो एन भनेको हाम्रो अब एन पनि निकाल्नु पर्ने। एन भनेको चाहिँ कस्तो भने यो गर्ने 1 2 3 4 5 6 7 7 छ नि, त्यसले 7 चाहिँ एन हो है। नम्बर कतिवटा त्यसलाई एन भनिन्छ। अब एन भनेको हाम्रो 7 भइगयो। अब यो समेसन एक्स वाई भनेको हाम्रो इन्टु 2 8 2 समेसन एक्स भनेको हाम्रो 0 भइहाल्यो इन्टु समेसन वाई भनेको हाम्रो 4 5 3 भयो बाई फेरि एन भनेको हाम्रो एक्स भइगयो। समेसन एक्सको स्क्वायर भनेको हाम्रो 28 छ, यहाँ 28 है, यो लेख्ने 28 समेसन एक्सको होल स्क्वायर भनेको यो 0 को स्क्वायर। अब यो 0 यो दुइटै 0 भइहाल्यो। अब यो र यो हाम्रो गर्दा कति आउँछ भने यो र यो हाम्रो गर्दा भने क्यालकुलेटरमा कति आउँछ भने 10.07 आउँछ है। 10.07 आउँछ यो क्यालकुलेटमा गर्दा है। अब यति भएपछि हाम्रो एम पनि निस्क्यो। अब हामीलाई के निकाल्नु पर्यो एन। एनको लागि हाम्रो फर्मुला के छ हाम्रो समेसन वाई माइनस एम अन्त मल्टिप्लाई समेसन एक्स बाई एन हो है। त्यसको लागि हाम्रो समेसन वाई माइनस एम समेसन एक्स बाई एन है। एनको फर्मुला यो भनेको हाम्रो समेसन वाई 453 माइनस एम भनेको हाम्रो 10.07 इन्टु समेसन एक्स भनेको हाम्रो 0 छ बाई हाम्रो 7। अब यो भनेको हाम्रो 453 बाई 7 भयो, किनभने यो 0 को 0 नै हुन्छ। चाहिँ हाम्रो 64.71 आउँछ। अब यति आयो। अब हामीलाई के थाहा भयो लाइन सोधेको त क्वेसनले लाइन सोधेको कारणले हामीलाई के थाहा हुनु पऱ्यो लेट्स स्क्वायर लाइन इज हामीलाई के थाहा छ y इजिकल्स टु mx प्लस c हो है। देयरफोर y भनेको के हो m को ठाउँमा m को भ्यालु राख्ने 10.07 x प्लस c को भनेको हाम्रो c हाम्रो यो c हो। c को भनेको हाम्रो कति आयो 64.71 यो चाहिँ हाम्रो लाइन भयो है। अब अर्को क्वेसनको क्वेसन के भनेको छ इस्टिमेट द नम्बर अफ द सेल्स गुड इन 2020 भनेको छ। अब यसको लागि के लेख्ने भने फर एक्स इजिकल्स टु 2020 भने हाम्रो एक्स कति हुन्छ हाम्रो अर्को फर्मुला युज गर्ने 2020 माइनस 2016 यो भनेको हाम्रो कति भयो 4 भयो। त्यो भएपछि हाम्रो वाई निकाल्ने वाई भनेको कति हो हाम्रो योमा हालिदिने एक्सको भ्यालु है 07 इन्टु 4 प्लस 64.7 यो क्यालकुलेटरमा गर्दा हाम्रो 104.99 आउँदो रहेछ। अब हामी के लेख्ने देयरफोर the estimate number of sales in goods in 2020 is equals to 104.99 थाउजन्ड भयो। थाउजन्ड यसरी लेखिदिने अन्तिममा ल्याङ्ग्वेजमा। अर्को क्वेसन के भनेको छ फाइन्ड द ट्रेन भ्यालु भन्छ। ट्रेन भ्यालु भनेको चाहिँ कस्तो हो भने हाम्रो यो एक्सको यो छ नि यो सबै हाम्रो वाईको जुन हाम्रो अघि वाई इजिकल्स टु एमएक्स प्लस सी थियो नि यो हाम्रो यो फर्मुलामा चाहिँ एक्सको भ्यालु यो हालेर निकाल्नुलाई नै हाम्रो ट्रेन भ्यालु भनिन्छ है। अब हामी यो गर्छौँ वाई भनेको हाम्रो यो 10x.0x प्लस 64.71 भन्ने थाहा छ हाम्रो। अब यहीमा हामीले सबै लेख्यौँ जब एक्स जति अहिलेको एक्स थियो एक्सको भ्यालु सबै लेख्यौँ। अब यो लेख्यौँ फेरि अब वाई इजिकल्स टु अब योमा चाहिँ 10.07 अब एक्सको भ्यालु -3 हालिदिने प्लस
64 -7 -7 1 भनेपछि हाम्रो कति आयो 34.5 आयो। फेरि y को भ्यालु 10.07 इन्टु -2 भयो प्लस 64.71 गऱ्यो भने चाहिँ हाम्रो 44.57 आउँछ है। अब फेरि y = 10.07 इन्टु -1 प्लस 64.71 भनेको चाहिँ हाम्रो 54.64 आउँछ। फेरि y = 10.07 इन्टु 0. हाम्रो 64.71 भनेको चाहिँ हाम्रो कति आउँछ 64 हाम्रो कति आउँछ भनेपछि प्लस हाम्रो इन्टु 0 प्लस 61 भनेपछि हाम्रो यो र यो गर्यो भने हाम्रो 0 नै भयो। त्यसैले हाम्रो 64.71 आउँछ। अर्को हाम्रो y = 10.07 इन्टु 1 प्लस 64.71 = हाम्रो 74.78 आउँछ। अब अर्को भनेको हाम्रो y = 10.074 इन्टु 2 प्लस 64.71 = 684.85 आउँछ। यो क्यालकुलेटरमा गर्ने y = 0.07 इन्टु 3 प्लस 64.71 = 94.92 आउँछ। यो चाहिँ हाम्रो ट्रेन्ड भ्यालु हो। अब कोही बेला कसैले यो पनि सोध्न सक्छ डायग्राम सो गर भन्छ। अब डायग्राम सो गर्दा चाहिँ के गर्ने भने जहिले पनि डायग्राम सो गर भन्छ। डायग्राम सो गर्दा जहिले पनि हाम्रो थाहा छ यो भनेको y भनेको यो, त्यसले हामी एउटा x र y को कोलम बनाउने अनि तीनटा पोइन्ट है, तीनटा पोइन्ट बनाउने। त्यसको लागि डायग्राम चाहिँ हामी यसरी बनाइदिने। डायग्राम सो गर्दा हामी यसरी गर्ने y अनि x गरिदिने है, y x गरिदिने। अनि यहाँ हाम्रो लेखिने 10 20 30 40 अनि 50 अनि यहाँ 0 लेख्ने। जब x को भ्यालु 10 हुन्छ y को भ्यालु कति हुन्छ, जब x को भ्यालु 10 हुन्छ भने y को भ्यालु हाम्रो कति हुन्छ गर्ने है। अनि जब 30 गर्दा y को भ्यालु कति हुन्छ भनेपछि यो यही फर्मुला आइपर्छ ट्रेन भ्यालु निकाल्ने। यति आयो। अब यसको लागि अब हामी यहाँ अब यता बनाइदिने यही अनुसार गर्ने। त्यसो मिस्टेक हुन्छ। अलिक सानो नम्बर हाल्नु नि त, मैले यहाँ ठुलै नम्बर हालेँ है। वा हामीले हामीले अब हामी के गर्ने भनेपछि यसलाई 40 बनाइसक्यो भने 40 80 अनि त्यस 40 को ग्यापमा गर्ने 120 160 200 240 280 अनि 360 अनि अलिकति यता यहाँ हाम्रो अर्को बनाइदिउँ 360 भनेपछि हाम्रो 400 अनि y लेख्यौँ है। अब यति भएपछि हाम्रो जब 0 हुँदा y को भ्यालु हाम्रो कति हुन्छ 165.41 जब 165.41 भनेको हाम्रो यहाँ जति पर्छ, यसको सिधा हाम्रो यहाँ जति पर्छ है। अब 20 हुँदा 266.11 छ। अब यसको लागि हाम्रो कहाँ पर्छ यहाँनिर जति पर्छ यहाँ। अब यो 30 भन्दा चाहिँ हाम्रो यहाँ पर्छ अनि हाम्रो यही हाम्रो यो हाम्रो नै आयो। यति गर्यो भने हाम्रो यो पनि मार्क्स आयो। यहाँ अलिक सानो नम्बर हाल्दा नि हुन्छ है। हाम्रो यो टपिक सक्यो।